Guys, welcome to our vlog. अनि आज चाहिँ हामी पसल जान लाग्यो मकदम पनि हुन्छ अलिकति छ अनि यो चाहिँ हाम्रो पहिलो भ्लग हो। सब्स्क्राइब गरिदिनु होला सबैजनाले हेरेर हैन त। मगर भाषामा गाइस अनि म त केही बुझ्दिनँ। हामी पसल जाँदैछौँ। अघि नै चाहिँ त्यहाँ बाटो अलिकति गाह्रो भएर काटेको बन्दै थियो बाटो। हाम्रो 30 बाटो आधी बाटो मात्र त्यो थाहा भएन कस्तो जाडो भइरहेछ आज त गाइजहरू। आज टुडे इज सो हटी रे कोल्ड। अनि हामी चाहिँ पसल जान लागेको। हामी चाउचाउ र फ्रुटी किन्ने भनेर मैले नि त्यही किनेर हुन्छ। अनि गाइज हाम्रो 100 रुपिज च्यालेन्ज चाहिँ अब शनिबार हुन्छ कि खोइ कति छुट्टी छ त्यति गते नै हुन्छ। अनि त्यति हो ट्याक्स। अनि जसमिनको घरमा चाहिँ फुक्न आउँछन् नि त मान्छेहरू। अनि ऊ चाहिँ ट्याक्सु भन्ने नमस्ते गर्दै थिए। अनि त्यो भएर एकछिन रोकेका थियौँ यहाँ पसलमा आएको हामी। हेलो भन न। सब्स्क्राइब गर्नु ल। रेसु 07 छ। अनि यहाँ अङ्कल हामीले भन्का थियौँ एप्पलवाला लिग ल। यो जुन भयो नि लिग न। अनि हामी चाहिँ फ्रुटी खाँदै हिँडिरहेको। अब हामी चाहिँ अर्को पसल जान्छ। यहाँ चाहिँ ढुप्दैन रहेछ। अघि खोइ आन्टीलाई किन्दै भन्नुभएको थियो। अनि दिदी आफन्तलाई कजन। मलाई चाहिँ एप्पलवाला दामी लाग्छ यार। मलाई चाहिँ मिक्स फ्रुट मनपर्छ। त्यति उसको जस्तै किन्न खोज्दा पनि थिएन भेटेर यो नि मान्छेहरू बाटोमा अल्लो गर्दै गफ गर्दै हिँड्छन् के। यो जतिसम्म सक्नुहुन्छ सेयर गरिदिनु होला। यो चाहिँ मान्छेहरू आएकै छ ऊ चाहिँ लजाएको लजै छ भने धेरै छैन नि यहाँ बनाइदिने। अन्त पसल त बन्द छ। यहाँ चाहिँ काम गर्ने दाइहरू यताको पसल बन्द भएर हामी त जाँदैछौँ। काम गर्ने दाइहरू चाहिँ धेरै छन् यार। रोड पिच हुँदैछ नि त गाइस। यहाँ पसलमा आयौँ। दुध छ सिङ्गो दुध सानोको कति हो? हामी चाहिँ हजुरलाई हामी सिङ्के ढुप किन्न आएको भनेर दुध यो मेरो कपाल चाहिँ अलि मिलेन भयो। दिदीलाई चाहिएको हो हजुर 5 रुपियाँ अहिले ल्याइदिन्छौँ। 5 रुपियाँ चाहिँ पुगेन गाइस। बेचत नहाल्ने यार। अनि फुटबल खेल्न जानको बनाउने भनेको फोन ल्याएन यसले। भोलि चाहिँ ल्याउन चान्स थिएन कि यहाँ 0 थियो। अनि भोलि भयो भने चाहिँ भोलि लिएर आउँछु म। मिनेर बिना बाटो बिना गाइस चाहिँ जाँदै छौँ। रोड चाहिँ बन्दै छ भने चाहिँ यस्तो बिगारेको छ रोडको बिचल्ली। यो स्कुलबाट हामी सेतो जुत्ता लगाएर आउँछौँ भने हाम्रो जुत्ता कालो हुन्छ। हो अब पर्सि के हुने हो। अहिले त यस्तो छ समर सिजनमा झन् पानी पर्दा झन् हाम्रो है जुत्ता कागज लगाएर हिँड्नु पर्यो रे गाइस। कागज होइन सरी प्लास्टिक कागज भन्छ बेटे। फेरि त्यही अङ्कलको पसलमा आयौँ। यो अङ्कललाई चाहिँ हामी प्रमोट गर्दैछौँ है। अङ्कलको पसलमा आइदिनु होला। अङ्कल चाहिँ यता यसरी बसिरहनु भएको छ।
यामरीहरू राख्नु भन्दा पनि नमान्ने यो अङ्कल। इट्स कल्ड यमरी। कडिका मान्छेले यमरीलाई यामरी रे। हाम्रो भाषा, हाम्रो मतलब मेरो। मगनी परी के थाहा त अब नेवारी भाषा। तर म नेवार जस्तो देखिन्छ अरे हो। म आई एम ब्ल्याक द्याट्स वाइ अल आर कलिङ मी नेवारी गाइज। मजा आउँदैछ अब ब्लग खेर छैन, म नेवारसित बे गरेर जानु पाएँ। बिना हागेर राजेश भाइ के छ हालखबर? राजेश भाइ पागल जस्तो साइकल चलाउँदैछ रोडमा। अनि हामी चाहिँ यहाँ आइसक्यौँ, रात परिसक्यो अनि त्यही भएर म केही पनि देखिरहेन। गाइज के गर्नु, रात परिसक्यो त सक्यो। ल यस्तो मु जस्तो ठाउँमा बहिनी मलाई नि केरा, म चाहिँ केरा अङ्कल दिदीलाई धुप पुऱ्याएर आउने। अनि हाम्रो क्याम्पिङ पनि भयो। अहिले चाहिँ रात परिसक्यो त्यही भएर हामी कालो मतलब कालो देखिरहेछौँ। कालो भन्दा नि कालो देखिरहेछौँ। हो यार। ल नि त गाइस, आजको लागि यति नै। हामी लास्टै कालो देख्यौँ। ओके गाइस, बाई बाई। अनि लाइक सेयर कमेन्ट सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला। होइन न गाइस, सेकेन्ड पार्ट पनि आउँछ नि फेरि। ए क्याम्पिङको। ल बाई। बाई बाई।